इंद्रो ऐश्वर्यम लौके कृष्ण पाउने पैसा कमाउनु पुन्टी चाहियो चाहियो भनेको म मात्रै होला भनेको त सबै रहेछ हो र यो हो नि तरिका ए थाहै पो राख्ने रहेछ पैसा त त्यो ज्ञानी हुनु मेरो त हेर सलामत भइरहोस् सबैभन्दा ठुलो रक्षा गर्नु पोखरामा घर भएर काठमाडौँमा एउटा घर बनाउनु हामीलाई गमत गर्न पाइयोस् दुईटाकै यताबाट फोटो यताबाट त्यस पछाडि दिदी भनेको पुग्ने जमाना जस्तो फैलिने जस्तो मलाउने तुलसा दिकै आउला जस्तो छ आउँदैन भगवान आउँदैन रक्षा गरौँ दादाको एङ्गल कताबाट पर्यो त्यही भएर आयो मेरो एङ्गलले चाहिँ आउँदैन दुर्गा माताले रक्षा गरौँ यही एङ्गल मजाले परेको छ लामो हुने आशिक लाग्ने मित्र जति माथि शत्रु जति तल आशिक त धेरै लामो दियो छ हाम्रो बाहिर त हो नि अब तिमीलाई यही त होला त्यो अर्का होइन त्यो अर्का आफ्नै दिने आफ्नै दिने अर्काले दिएको कहाँ दक्षिणा दिएको तपाईँले दिने त अब दिदी दिदी चित्रा दिदी चित्रा दिदी चेली स्वास्थ्य रहनु अब निरोगी रहनु मस्त रहनु खुसी रहनु भाइलाई एकदम माया गर्नु द्याट्स इट अनि कहिले माया नगरे कस्तो कुरा गरेछ अब मलाई हो कि पर्दैन तपाईँलाई सबैभन्दा ठुलो कुरो बलियो हुनु निरोगी हुनु त्यही नै हो सबैलाई इजरायलमा सबै यहाँको उसले रोगी भइसकिया छ रोग फालियो हो अब रोग फालियो त पैसा त नि हो दिदी त भाग्यमानी हो भने ल हाम्रो अदा छिने बहिनीलाई खाना होस् राम्रो होस् स्वास्थ्य हुनु मस्त रहनु अब अनि घर जानलाई नजानु अब यो कार्यकाल सकाएर मात्रै जानु हाम्रो अदाजीलाई चाहिँ यही छ है शुभकामना सबै त बिहा मन मात्रै नभरिएको हो सबै थोक बिहा एक दिए हुन्छ हौ त्यही त भने खाली हात नलाउनु भन्छन् नेपाली हो र अब सिरियललाई चाहिँ के आशिदिउँ मलाई चाहिँ सबै कुरा होस् सबैको मान्ने गर्ने मायालु हुनु मेरो शुभकामना सबै
विदेशको ठाउँमा अब टिका लगाउने प्रोग्राम हुँदैछ है दिदी अब सिरियल अरूले पनि लाउनु भयो यहाँ आउनु दिनु म खिचिदिन्छु त्यहाँ बस्दा पनि मेरो त्यहाँ यो कस्तो बग्ने बनाएछौ क्या तिमीले अरे रहेछ नि दिदी तान्नु नि त्यो के भिडियो बनाउँछ नि त भिडियो हो दिदी के भयो खतरा काम अलिकति चिनी हालेर चिनी छाइदैन के त्यो यतापट्टिबाट तान्नु न दिदीको चाहिँ बग्यो हाम्रो चाहिँ फेरि बगेन त त्यही त त्यो अलिक उता तान्नु न त्यो सुक्खा माटो सुक्खा अथवा कस्तो छ के त्यो सुक्खा थपिदिनु त त्यो साइडमा जमरा बहिनीहरूलाई टिको लगाउन यसपालि पाएर धेरै खुसी लाग्यो मलाई चाहिँ मेरो आशीर्वाद सधैँ लागिरहोस् त्यही नै छ है यतिको हुनु पर्यो म त काम ल यसरी खिचिदियो त पख्नै मेरो हो हुन्छ त्यहीँबाट हो त त्यस्तो बिहान लगाइदिएको थिएँ नि सँगै लाउनु यसले खिच्ने हो र म खिचिदिन्छु यता देऊ न यता यताले यहाँ खिचिदिन्छ यसले खिचिदिन्छु दिदी राम्रो भयो त झन् भाग्यमानी हुने मेरो बहिनी है नानीको लाग्ने भनेको बहिनी निरोगी हुने दुर्गा देवीले चाहिँ अब जेलसम्म यहाँसम्म पुगिरहेको यहाँसम्म धेरै त पुग्छ नि छ नि अब स्वस्थ रहने जति माथि भगवान्ले सरिताको छेक के अरे त्यहाँदेखि सरिताको छेक पैसा धेरै कमाउने है सबैभन्दा ठुलो त्यही आशीर्वाद सबैभन्दा ठुलो आशीर्वाद रोग नलागोस् सबैभन्दा रोग चाहिँ नलागोस् शोक पनि नपरोस् अरू भनेको सबै कमाइन्छ जोडीमै झन् लामो अब जोडी गइसकेपछि जोडी सलामत रहोस् सबैभन्दा ठुलो कुरो इजरायलमा आएका जोडीहरू धेरै छुटपुट भएको सुन्नमा आउँछ त्यो चाहिँ नहोस् सधैँ यस्तै नै भइरहोस् सदा सुखी हुनु अब दुईजना के अरे उसको पुरै गर्नु परेन पैसा कमाउने पैसा पुरै गर्नु परेन दुईजना भएपछि सबैभन्दा ठुलो कमाउनु होइन म अब यहाँ टिका लगाइदिनु कि हेर्नु त फोटो खिच्नलाई यसो यता एकचोटि ठिकै छ फोटो नजरिया कानमा सिक्दिनु भयो अरे वाह भाइ मेरो लाउने हो मैले त लगाइदिएँ है बिहान त्यो अहिले आऊ मेरो भाइले निरोगी हुने स्वस्थ रहने है हानिको लागि भनेको हुने शत्रु जति तल भित्र जति माथि हानिको लागि भनेको पुग्ने दुर्गा माताले रक्षा गर्ने पशुपतिनाथ ए हो त्यहाँ पनि भन्नु पर्दैन ल गरे देखेको नि पहिले भेटेको नि पहिले टिका लगाएको नि पहिले यस्तो सौभाग्य यस्तो त कहिले मिल्दैन नि एकदम निरोगी हुने सधैँ तिमी अलिकति अगाडि आऊ त अब भाइलाई बुहारीतिर जानु अलिक दिदी निरोगी हुने है के
भएको छ अहिले? भाइलाई यो हो के चिताको सबै कुरा पुरा होस्। कसरी लाउनु भएन है? म कहाँ मैले लागै जाने बिचरा अब कोही छ कि छैन लाग्नलाई? छ अब यस्तो गर्नु अब कोही छैन। अब दुई हेर्दा दुई अब यहाँ भएको जति सबै म छु ल सहायता लाग्ने सहायता टिको लगाइदिने ल हाम्रो संस्कृति है। बहिनीलाई एकदम निरोगी हुने भनेको पुग्ने है त्यो चाहिँ धेरै कमाउने भनेको मान्ने कुरो दायाँ बायाँ ल स्वास्थ्य रहने दुर्गा माताले रक्षा गरौँ मैले बोलाएर दसैँको राम्रो हतारिँदै काम गर्दै आएर पनि लाउन पाइयो राति राति भयो त्यो हो नि एकदम खुसीको कुरो गाली खाइ बिचरा कसले गाली गर्यो? मैले भाइलाई भाइले त गाली खाने भइहाल्यो नि। ए अनि रिता खै त? रिता अघि दिउँसो एकपल्ट के भने हाँस्दैछ यो है सक्यो कि एउटा भागो बनाएको? सिर्जना सधैँ आउनु बसेन ए सधैँ अर्को दिन ट्याक्सी चढेर आऊ आज पनि ट्याक्सी आज के चढेर हामीलाई थाहा पाएन हामीले थाहा छ अब के चढिरहेको आइरहनु यहाँ बिहानै लाग्यो सधैँ कार्यक्रममा आइरहनु बिहानै ढक्का देखाएको भैमा बसेर टिका लगाउने सधैँ आउँछ मन्त्र पनि आउँदो रहेछ त आज अनि खतरा भुल्या विजयदशमीको बधाई ल्याउनुहोस्। नवदुर्गा भवानीको प्रसादले रक्षा गरून्। नेपाल जाने बाटो मिलोस्। चिताको पुरा पुगोस्, मनले सोचेको सबै कामना होस् भन्दै शुभकामना दिन चाहन्छु। मेरो बाहिरको बाहिर जस्तो लाग्दैन जमरा ल्याइदिनु सरिता जमरा चाहियो
सुभाष धेरै धेरै प्रगति अब त छैन सुख शान्ति होस् धेरै जलमा नबसोस् पैसा धेरै कमाइसेस् है जेनजीले सबै उडाएछ कहाँ जानु जेजीले उडाएछ बन्छ अब टिका लगाएर हामी ल दिदी ह्याप्पी दसैँ सबैलाई ह्याप्पी दसैँ सबैले माथि उचाल्यो साले ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ त्यो पहाडीको जुस खानु ए हाम्रो केटाहरू यहाँ छ है ह्याप्पी दसैँ त्यसको होला र